बानीको विज्ञान भनेको के हो? साइन्स अफ ह्याबिट। फर्स्टमा त हामी ह्याबिटको बारेमा बुझौँ। के हो ह्याबिट? बानी भन्छौँ नि हामी केही राम्रो काम गर्न लाग्यो भने मेरो बानी त यस्तो छ, मैले बानी सुधार्नै सकिनँ, मैले मेरो बानी सुधारेँ भने अवश्य म सफल हुन्थेँ, हामी आफै भनिराखेका हुन्छौँ नि। जस्तै हाम्रो राम्रो बानी पनि हुन्छ, नराम्रो पनि हुन्छ। अब साइन्स अफ ह्याबिट भनेको के हो? बानीको विज्ञान। बानीको विज्ञान भनेको बानी कसरी चाहिँ हाम्रो जीवनमा आउँछ, हामीले कसरी बसाल्छौँ बानीलाई, दिमागले कसरी त्यसलाई राखेको छ, दिमागले त्यसलाई कसरी क्याप्चर गरेर राखेको छ। त्यो बानी सुध्रिन धेरै समय लाग्छ नि, बस्न पनि त्यति नै समय लाग्छ, हामीलाई थाहा छैन। 3टा चरणहरू पार गर्छ बानी बस्नको लागि। पहिलो चरण भनेको दिमागलाई क्यू, एउटा क्लू दिन्छ, सङ्केत दिन्छ। पहिला दिमागलाई एउटा सङ्केत प्राप्त हुन्छ, त्यसपछि दिमागमा लालसा पैदा हुन्छ अनि दिमागले प्रतिक्रिया जनाउँछ। त्यसपछि दिमागमा तपाईको पुरस्कार पाउँछ। दिमागले पहिला सङ्केत दिन्छ हैन, अनि त्यसपछि प्रतिक्रिया जनाउँछ दिमागले, त्यसपछि पुरस्कार पाउँछ दिमागले। जस्तै तपाईलाई तनाव भयो भने कफी खाने बानी भनेपछि पहिला तनाव के भयो, सङ्केत पायो दिमागले, त्यसपछि कफी खायो, प्रतिक्रिया जनायो दिमागले, त्यसपछि आनन्द मिल्यो, त्यो पुरस्कार पायो दिमागले, अनि त्यो बानी त्यसरी निरन्तर रूपमा चलि नै रहन्छ। अब यो खराब बानी भयो। खराब बानीलाई सही बानीमा सुधार्नु पर्यो हैन, खराब बानीलाई राम्रो बानीमा सुधार्नु पर्यो। त्यसको लागि के गर्ने? जस्तै मलाई कफी खाने नराम्रो बानी छ, यसलाई मैले सुधार्नु पर्यो भनेपछि यसलाई सुधार्नको लागि हामीले दिमागले पुरस्कार पाइसकेपछि त्यो बानी बस्दै जान्छ नि त हैन। त्यसैगरी हामीले कफी खाएपछि 5 मिनेट मैले किताब पढ्नै पर्छ भन्ने एउटा रुल्स बनाउनुस्। कफी खाएपछि 5 मिनेट किताब पढ्ने। अवश्य नै किताब पढ्ने अलिकति बोरिङ सब्जेक्ट लाग्छ, अनि त्यो दिमागले चाहिँ जुन आनन्द प्राप्त गर्छ नि, पुरस्कार, अनि त्यो पुरस्कारलाई पुरस्कार ठान्दैन। त्यसपछि तपाईको बानी कफी खानेतिर जाँदैन अनि बानी बिस्तारै कम हुँदै जान्छ, कफी खाने बानी। हो, यसरी सुधार्न सकिन्छ। अब राम्रो बानी कसरी बसाल्ने? राम्रो बानी पनि तपाईले यस्तै 3टा चरण पार गर्दै बसाल्दै जाने। अब बिहान तपाईलाई चाँडै उठेर एक्सर्साइज गर्नु छ भनेपछि त्यो एक्सर्साइजलाई पनि तपाईले एक्साइटिङ बनाइदिनुस् हैन। अब त्यसको लागि तपाईलाई दिमागलाई चाहिँ अगाडि नै सङ्केत दिइराख्नुस्। भोलि बिहान चाँडै उठ्नु छ, एक्सर्साइज गर्न जानु छ भने बेलुका नै अलार्म सेट गर्ने, तपाईको मर्निङ वाक अथवा जिम जानको लागि लुगाहरू तयार गरेर राख्ने, दिमागले सङ्केत पायो। त्यसपछि जिम गइसकेपछि अनि तपाईले जिमबाट आएपछि जुन दिन म जिम गर्छु त्यही दिन मात्रै म चिया अथवा कफी खान्छु, यस्तो टाइपको गोल बनाउनुस् हैन। अनि तपाईको दिमागले रिवार्ड पायो नि त, प्रतिक्रिया त गरिन्छ दिमागले हैन। अब रिवार्ड पाइसकेपछि अनि दिमागले बिस्तारै बिस्तारै बानी बसाल्दै जान्छ। यसरी तपाईले चाहिँ बानीको निर्माण गर्न सक्नुहुन्छ। अवश्य नै सफल मानिसहरूको सफलताको पछाडि बानी हुन्छ, राम्रो बानी। सुन्नु भएको छ नि, सफल मानिसले किताब धेरै पढ्छ, किनभने उनीहरूले किताब पढ्नेलाई बानी बनाइसके, किताब पढ्ने बानी नै बनाइसके। किताबबाट धेरै धेरै नलेजहरू प्राप्त हुँदै जान्छ अनि सफल हुँदै जान्छ।
धनी मानिसले किताब पढ्छन् भन्ने सुन्नुभएको छ नि होइन, त्यसलाई बानी बनाउन सकिन्छ। याद गर्नुहोस् त तपाईँको जीवनमा तपाईँले राम्रो बानीहरू अपनाउनु भएको छ त? केही राम्रा बानीहरू छन्, नराम्रा बानीहरू प्रशस्त छन् होइन। तपाईँले आफैले सोच्नुहोस् एकचोटि मनमा, सबैको मनमा छ मेरो यो बानी सुध्रियो भने पक्कै पनि म सफल हुन्छु भन्ने छ। भित्री अन्तर आत्मालाई सोध्नुहोस् कुन बानी तपाईँले सुधार्नु छ, हो त्यही बानीलाई यो 3 चरणबाट सुधार्नुहोस्, अवश्य नै सुध्रिन्छ। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? यस्तै राम्रा राम्रा भिडियोहरू चाहिन्छ भने मलाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्। अब मेरो केही कमी कमजोरी छ भने कमेन्ट गरिदिनुहोस्। अझै नयाँ नयाँ भिडियो, अझै नयाँ नयाँ टपिकको बारेमा जान्नु छ भने कमेन्ट गर्नुहोस्। आजको लागि यति नै, धन्यवाद।